अब हामी सेटसँग रिलेटेड केही क्वेशनहरु सोल्भ गर्छौं अनि हाम्रो डाउट क्लियर हुन्छ। र यहाँ एउटा क्वेशन तपाईको स्क्रिनमा आइराखेको होला। त्यो क्वेशनमा भनेको छ इन अ सर्वे अफ 60 स्टुडेन्ट्स 30 ड्रिंक मिल्क 25 ड्रिंक कर्ड एन्ड 10 स्टुडेन्ट्स ड्रिंक मिल्क एज वेल एज कर्ड। र फर्स्ट क्वेशन सोधेको छ इफ द सेट अफ स्टुडेन्ट टोटल स्टुडेन्ट्स इज यू देन राइट द कार्डिनलिटी अफ यू। अब यसमा के भनेछ कि कार्डिनलिटी अफ यू निकाल भनेको यदि टोटल स्टुडेन्ट्सलाई यू ले डिनोट गरिएको छ भने कार्डिनलिटी अफ यू। कार्डिनलिटी अफ यू भनेको यो अगाडि यन लगाइन्छ। कार्डिनल नम्बर अफ यू भनेको के हो? कार्डिनलिटी अफ यू कति छ हाम्रो टोटल स्टुडेन्ट 60 क्वेशनमै दिएको छ। अर्को क्वेशन के रहेको छ ड्र अ भेन डायग्राम टु इलस्ट्रेट द एबभ इन्फर्मेसन। अब हामीले के मान्यौ लेट एम एन्ड सी बी द स्टुडेन्ट्स हु ड्रिंक मिल्क एन्ड कर्ड रेस्पेक्टिभली भने नम्बर अफ मिल्क कति हुन्छ स्टुडेन्ट्स ड्रिंक मिल्क कति हुन्छ यहाँ क्वेशनमा दिएको छ 30 र नम्बर अफ स्टुडेन्ट्स हु ड्रिंक कर्ड भनेको दिएको छ क्वेशनमा कति 25 यो कति हो 25 भने अर्को क्वेशनमा दिएको छ नम्बर अफ स्टुडेन्ट्स हु ड्रिंक मिल्क एज वेल एज कर्ड भनेको एम इन्टरसेक्सन सी कति दिएको छ 10। अब यो जति पनि इन्फर्मेसनलाई एउटा भेन डायग्राममा प्लट गर्यौं। भेन डायग्राम बनायो एउटा यो भनेको सेट अफ स्टुडेन्ट्स हु ड्रिंक मिल्क एम भइगयो सेट अफ स्टुडेन्ट्स हु ड्रिंक कर्ड भनेको सी भइगयो। अब हामीलाई दिएको छ एम इन्टरसेक्सन सी कति छ 10 छ र एम पुरै एम कति छ 30 छ। अब यो पुरै एम भनेको कति हो 30 हो 10 त यहाँ आइगयो 10 यही भित्र त छ भने यो बाहिर ओन्ली एम कति भयो 20 भयो। र अर्को नम्बर अफ सी कति छ 25 छ भने हाम्रो यहाँ यदि 10 आएको भने बाहिर कति बच्यो 15 यो पुरै मिलाएर कति छ 25 छ भने यो कति हुन्छ यो 10 भएको भने यो के हुन्छ 15 हुन्छ। र अर्को थर्ड क्वेशन के छ फाइन्ड द नम्बर अफ स्टुडेन्ट्स हु ड्रिंक आइदर कर्ड और मिल्क भने के सोधेछ हामीलाई त्यो क्वेशनमा नम्बर अफ एम युनियन सी। हामीलाई थाहा छ यसको यो भेन डायग्रामबाट एम युनियन सी भनेको के हो यो यतिलाई पुरै के भनिन्छ एम युनियन सी भने यो भेन डायग्रामबाट के गर्ने यो भने योलाई जोड्ने र योलाई जोडेपछि के आउँछ हाम्रो एम युनियन सी आउँछ। अर्को यसलाई फर्मुलाबाट पनि गर्न सकिन्छ नम्बर अफ एम युनियन सी इक्वल्स टु नम्बर अफ एम दिएकै छ नम्बर अफ सी दिएकै छ नम्बर अफ एम प्लस नम्बर अफ सी माइनस नम्बर अफ एम इन्टरसेक्सन सी यसबाट पनि आउँछ र डाइरेक्टली गर्दा पनि हुन्छ। र अर्को नम्बर अफ 4 मा के दिएको छ क्वेशनमा फाइन्ड द नम्बर अफ स्टुडेन्ट्स हु ड्रिंक नाइदर अफ देम भनेको केही मिल्क न कर्ड केही मन नपराउने। अब नम्बर अफ एम युनियन सी को कम्प्लिमेन्ट भइगयो हामीले सोधेछ। यसको फर्मुला के हो नम्बर अफ यू बाट नम्बर अफ जे को कम्प्लिमेन्ट मागेछ त्यही घटाइदिने। नम्बर अफ यू हामीले थाहा छ टोटल कति छ 60 दिएछ र यति नम्बर अफ एम युनियन सी पनि हामीले माथि निकालिसकेका छौं कति आछ 45 आछ। यसलाई यसबाट घटाउँदा कति आयो हाम्रो एन्सर 15 आयो हाम्रो एन्सर।